आज हाम्रो च्याप्टर रहेको छ लजिक फर्मुला, जसमा हामी सिक्ने छौं इफ, और, एन्ड, स्विच फर्मुला। यी एडभान्स फर्मुलाहरू एक्सेलमा कसरी प्रयोग गर्ने र डाटालाई प्रपर वेमा कसरी एनालाइसिस गर्ने भन्ने बारे सिक्ने छौं। एक्सेलको एकदमै युजफुल फर्मुला हो, जुन हामीले फर्मुला ट्याबको लजिक भन्ने अप्सनमा यतातिर देख्न सक्छौं। सर्वप्रथम यहाँहरूलाई मेरो यस युट्युब च्यानलमा स्वागत छ। यदि भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने मेरा पहिलाका भिडियोहरू हेर्नुहोला। साथै भिडियो मन परेमा लाइक, कमेन्ट र साथीहरूलाई सेयर गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया पहिले च्यानललाई सब्स्क्राइब गर्नुहोला। मैले यहाँनिर इफ फर्मुला लगाएर सानो इक्जाम्पल लिएको छु। इक्जाम्पल यस्तो हो, यो एउटा सेल्स कम्पनी रहेछ। सेल्स कम्पनीले चाहिँ यी सेल्स एजेन्टद्वारा चाहिँ केही सामानहरू सेल्स गर्न पठायो। महिनाको अन्तिममा चाहिँ कम्पनीले सेल्स म्यानेजरले उनीहरूलाई भन्यो, इफ सेल्स अमाउन्ट इज मोर देन 20,000 देन कम्पनी गिभ्स यु 55% कमिसन। कम्पनीले 5% त दिने भयो, तर जसले 20,000 भन्दा माथि सेल्स गरेछ उसलाई मात्र कम्पनीले 20,000 दिने, अरूलाई त दिने होइन। यस्तो अवस्थामा चाहिँ कसले पाउने, कति पाउने, कसले नपाउने भन्ने कुरा निकाल्छौं। त्यसको लागि हामीले इफ फर्मुला युज गर्छौं। इफ फर्मुलाको लागि चाहिँ पहिले हामीले इज इक्वल टु इफ, त्यसपछि फर्मुला सिलेक्ट गर्ने, ट्याब बटन सिलेक्ट भइसकेपछि ट्याब बटन थिच्ने, फर्मुला हाइलाइट हुन्छ। लजिक आयो सिलेक्ट गर्ने, लजिक सिलेक्ट गर्ने, पहिला यो लजिक सेल सिलेक्ट गर्ने, ओके। त्यसपछि 20,000 वा 20,000 भन्दा बढी, कमा 20,000 वा 20,000 भन्दा बढी भयो भने चाहिँ के हुने, सेल्सको 5% दिने, कमा। नत्र भने के हुने, नत्र भने 0, नत्र भने नदिने, 0 मिल्दैन। अब हामी इन्टर, वाउ, यसलाई भन्छ इफ फर्मुला। अब एउटामा त निकाल्यौं, अब सबैको निकालौं। 10 होला, 20 होला, सेल्स एजेन्टहरू 1000 होला, सबैको कसरी निकाल्ने। एउटाको निकालिसकेपछि चाहिँ सिधै अटो फिलमा डबल क्लिक गर्ने। अर्को हामीसँग एउटा अर्को इक्जाम्पल रहेको छ। यसमा चाहिँ कुनै विद्यार्थीहरूले इक्जाम दिएछन्। इक्जाममा भनेछन् कि 40 वा 40 आएको पास हो, होइन भने फेल। यस्तो अवस्थामा चाहिँ हामीले कसरी निकाल्ने, त्यसको लागि फेरि इफ फर्मुला लगाउने, फर्मुला सिलेक्ट, ट्याब थिच्ने, सेल्समा सिलेक्ट गर्ने। यसमा चाहिँ 40 वा 40 आएको पास हो, यो सेलमा चाहिँ 40 वा 40 भन्दा माथि आएको चाहिँ के हुन्छ, कोमा। हामीले लेटर लेख्दाखेरि चाहिँ डबल इन्भर्टेड कमा राख्नुपर्छ। टेक्स्ट लेख्दाखेरि जहिले पनि हामीले एक्सेलमा फर्मुला लगाइसकेपछि कुनै शब्दलाई टेस्टमा राख्नु वा टेस्टमा जो आन्सर निकाल्नु छ भने चाहिँ इन्भर्टेड कमामा राख्न जरुरी हुन्छ। त्यसैले इन्भर्टेड कमा 40 भन्दा माथि आयो भने पास, बन्द, कमा, होइन भने सिधै फेल। सरी, यसमा हामीले पहिला इन्भर्टेड कमामा राख्यौं, सिधा छ। जब यो इक्जाम छ, यो सेल छ, सरी यो सेल छ, सेलमा 40 वा 40 भन्दा माथि आयो भने पास, होइन भने सिधै फेल। मास्टरले भन्नुभयो, शिक्षकले भन्नुभयो 40 वा 40 भन्दा माथि आयो भने पास हो, होइन भने फेल हो। अब को पास भयो, को फेल भयो। अब यहाँ निकालौं हामीले, इन्टर। 40 आयो, ऊ पास भयो। एसईको इक्जाममा 40 आयो, पास भयो। अब त्यसपछि कसरी, अब सबैलाई ड्र्याग गर्ने। मैले अटो फिल ह्यान्डलको बारेमा पहिले नै भनिसकेँ। यसलाई चाहिँ सेट, यसलाई यो प्लस चिन्हमा माउसले यसो टच गरेर डबल टिक ट्याक ट्याक माउसमा गरिदियो भने अटो फिल हुन्छ। अब त्यसपछि यहाँ 100 जना छन् भने नि सबैको पास फिल आयो। लजिक फङ्सनको अर्को रहेको छ एन्ड फर्मुला। एन्ड फर्मुला निकाल्न चाहिँ एउटा हामीले चाहिँ यो अघिको जस्तै सेम सिनारियो लिएका छौँ। यसमा चाहिँ यो एउटा स्कुल छ, स्कुलले स्टुडेन्टहरू छन्। यिनीहरूको एउटा रुल के रहेछ भने चाहिँ यदि हजुरहरूको चाहिँ 40 भन्दा एभ्री सब्जेक्टमा 40 भन्दा माथि वा 40 भन्दा माथि आयो भने मात्र हजुर पास हुनुभयो। बुझ्नुहोस् यहाँनिर, यदि हजुरहरूको हरेक सब्जेक्टमा 40 वा 40 भन्दा माथि आयो भने तपाईँ 5 कक्षामा पास हुनुभयो। यदि एउटा सब्जेक्टमा 40 भन्दा तल आयो भने पनि हजुरहरू फेल हुनुहुन्छ। फेरि 5 मै पढ्ने अर्को वर्ष नि। त्यसको लागि चाहिँ कसरी निकाल्ने, हामीसँग धेरै स्टुडेन्ट छन्, धेरै सब्जेक्टहरू छन्। एक सब्जेक्टहरूको सबैको विद्यार्थीको हेर्न सकिन्न।
त्यस्तो बेलामा चाहिँ हामीले कसरी निकाल्ने भन्ने कुरामा चाहिँ हामीले इफ फर्मुला युज गर्ने। त्यस्तो बेलामा चाहिँ हामीले सेम इफ फर्मुला युज गर्ने, इफ सँगसँगै एन्ड फर्मुला युज गर्ने। त्यस इजिकल टु इफ फर्मुला लगाउने बित्तिकै हामीले चाहिँ एन्ड फर्मुला नै सँगै ओपन गर्छौँ। इफ एन्ड यसमा चाहिँ हामीले यो इजिकल टु 40 मतलब म्याथमा चाहिँ यो सेल यता रहरू म्याथमा चाहिँ यो सेलमा चाहिँ 40 वा 40 भन्दा बढी आयो भने चाहिँ एउटा सिनारियो, एउटा कन्डिसन, अर्को कन्डिसन इङ्ग्लिसलाई नि दिनु पर्यो हामीले, किनकि सबै सब्जेक्टमा निकाल्ने। इङ्ग्लिसको लागि फेरि हामीले एन्ड फर्मुला भित्र नै इङ्ग्लिसको यो सेलमा पनि इजिकल टु 40 इङ्ग्लिसमा नि 40 आउनु पर्यो, कमा फेरि अर्को कन्डिसन नेपालीमा यो इजिकल टु 40। सबै कन्डिसनहरू सक्यो। यो सबै कन्डिसनहरू सकेपछि हामीले एन्ड फर्मुलालाई क्लोज गर्छौँ। त्यसको लागि फेरि त्यसपछि कमा। अब हामीले कन्डिसन के राख्ने? अब कन्डिसन त राख्यौँ, अब हामीले के गर्ने? कन्डिसन राखेपछि यो यिनीहरू चाहिँ 40 भन्दा माथि भयो भने के गर्ने? पास। मैले फेरि हजुरलाई सम्झाएँ, यदि टेक्स्टहरू एक्सेल फर्मुलामा राख्नु छ भने त्यो बेला चाहिँ हामीले चाहिँ इन्भर्टेड कमाभित्र राख्नुपर्छ टेक्स्टलाई। अर्को 40 भन्दा कम भयो भने के गर्ने? फेल, इन्भर्टेड कमा फेल बन्द। अब हामीले फर्मुला क्लोज गर्छौँ। त्यसपछि इन्टर। यसमा यो दुईचोटि जादु क्लिक गर्यो भने चाहिँ अब यहाँ सबैको रिजल्ट आयो। अब यो राम भन्ने मान्छे किन फेल भएको रहेछ? अरू सब पास छन्, राम भन्ने मान्छे किन फेल भयो भने उसको इङ्ग्लिसमा चाहिँ 34 आयो। यदि उसको यदि यसको यहाँनिर 40 हुन्थ्यो भने यो नि पास हुन्थ्यो, तर यसको चाहिँ के रहेछ? 35 रहेछ, त्यही भएर यो फेल भयो। यसरी चाहिँ हामीले एक्सेलमा चाहिँ इफ सँगसँगै एन्ड फर्मुला युज गर्छौँ। यो लजिक फर्मुलाभित्रै रहेको एउटा अर फर्मुला छ, अथवा जुन अथवा भन्ने हुन्छ, त्यो अर फर्मुला चाहिँ एक्सेलमा लजिक फङ्सनमा कसरी युज गर्ने भन्ने बारे बुझौँ। लजिक फङ्सनमा चाहिँ प्राय इफसँग नै धेरै फर्मुलाहरू जोडिने भएकाले हामी अर फर्मुला लाई इफसँगै जोडेर राख्छौँ। इजिकल टु इफ फर्मुला सिलेक्ट गर्ने, त्यसपछि लगत्तै अर फर्मुला लगाउने। और अब यसलाई लजिक दिने, यो सेलरी उसको 30,000 वा 30,000 भन्दा माथि वा उसले काम गरेको वर्ष, यसले काम गरेको वर्ष चाहिँ यो चाहिँ अवधि, उसको काम गरेको अवधि 3 वर्ष वा 3 वर्षभन्दा माथि भयो चाहिँ दिने भन्ने कुरा छ कम्पनीको। अब यहाँनिर फर्मुला क्लोज गर्छौँ। फर्मुला क्लोज गर्ने, कमा, त्यसपछि सिधै यस ओर नो, यस कमा नो, इन्भर्टेड कमाभित्र नो, इन्टर। अब यहाँनिर के कुरा भयो यिनीहरूको भने चाहिँ यसलाई अलि यहाँनिर ढाकिने भयो, यसलाई अलि ग्याप दिउँ यसरी। यो यहाँनिर के कुरा भयो भने चाहिँ यदि यो सेलरी उसको 30,000 वा 30,000 भन्दा माथि भयो भने चाहिँ बोनस पाउने, अथवा 30,000 भन्दा माथि भयो भने चाहिँ 30 वा 30,000 भन्दा सेलरी माथि भयो भने चाहिँ बोनस पाउने, अथवा काम गरेको अवधि, यो काम गरेको उसको वर्ष 3 साल वा 3 साल भन्दा माथि भयो भने पनि पाउने है। यो दुईटै कन्डिसनमा कुनै नि मिलेन भने चाहिँ के भन्ने? नो, नपाउने। त्यसको लागि अब सबैलाई हेरौँ, सबैले पाउँछन् पाउँदैनन्। अटो फिल चाहिँ यो दुईजनाले पाएनन्, रामनारायण र कुमार बमले पाएनन्। अब यी दुईजनाहरूले किन पाएनन् भन्ने केसमा चाहिँ उहाँहरूको चाहिँ के भयो भने उहाँहरूको सेलरी पनि 30,000 भन्दा कम भयो।
काम गरेको अवधि वर्ष पनि 3 सालभन्दा कम भयो। त्यही भएर चाहिँ उहाँ दुईजनाले पाउनु भएन। यसरी चाहिँ हामीले जति हजारौँ वर्कर भए नि हामीले चाहिँ यसरी यसमा चाहिँ हामीले निकाल्न सक्छौँ। लजिक फङ्सन अन्तर्गत एउटा मैले अर्को टपिक लिएको छु, स्विच फर्मुला छ। स्विच फर्मुलाले कसरी काम गर्छ भने मैले चाहिँ एउटा स्कुलको मानव यिनीहरूले चाहिँ एसई दिएका छन् यी 5 जनाहरूले र यिनीहरूले चाहिँ यति जिपिए ल्याएका छन्। अब उनीहरूलाई ग्रेड दिनु पर्यो, कुन ग्रेड दिने, A+, B+, C+ यस्तो ग्रेड दिनु पर्यो भने चाहिँ कसरी दिने भन्ने कुरा हजुरहरूलाई सिकाउँछु। त्यसको लागि चाहिँ पहिले हजुरले स्विच फर्मुला लगाउने इक्वल टु स्विच फर्मुलामा क्लिक गर्ने र फर्मुला हाइलाइट हुन्छ। यसमा यो सेलमा यो जिपिएमा हामीले निकाल्ने हो। यो जिपिए 4 भयो। मेन सेल चाहिँ कति भयो? मेन सेल कमा भ्यालु के राख्ने 4 कमा मेन सेल 4 भयो। हेर्नु होला है साथी, मेन सेल 4 भयो चाहिँ कमा इन्भर्टेड कमा, लेटरहरु जहिले नि टेक्स्टहरु जहिले नि अल्फाबेटहरु जहिले नि इन्भर्टेड कमा भित्र राख्नु होला। 4 भयो चाहिँ के दिने? A+ दिने एउटा। अर्को के छ हामीसँग कमा। अब हामीले 3 छ भने के दिने? 3 छ भने इन्भर्टेड कमा भित्र B+ दिने इन्भर्टेड कमा क्लोज। अर्को नि छ हामीसँग 2 छ भने के दिने? कमा 2 छ भने के दिने? इन्भर्टेड कमा भित्र C+ दिने। 2 छ भने C+ दिने इन्भर्टेड कमा बन्द। त्यसपछि कमा 1 छ भने के दिने? इन्भर्टेड कमा भित्र NE दिने नेगेटिभ फेल जस्तो फेल दिने। त्यसपछि फर्मुला बन्द गर्ने इन्टर। त्यसपछि इन्टर गर्दाखेरि यहाँनिर देयर इज अ प्रब्लम विथ दिस फर्मुला भनिन्छ। यहाँनिर चाहिँ हाम्रो फर्मुलामा केही मिस्टेक भयो होला पक्कै पनि। यहाँनिर ठिक छ, यहाँनिर फिल्टर सरी हो यसरी यहाँनिर कमा थिएन, त्यही भएर फर्मुलाले काम गरेन। अब हामी इन्टर हान्छौँ। अब इन्टर हान्ने बित्तिकै के आयो साथीहरू? 4 आएकोले A+ पायो। अब 3 आएकोले चाहिँ B+, C+ पाउँछ कि पाउँदैन त्यो हेरौँ। अब त्यसको लागि जादुको छडी छ जुन, यसमा डबल क्लिक गर्ने यसरी। चाहिँ यहाँ के भयो? 4 आएकोलाई चाहिँ हामीले A+ भनेको थियौँ, 3 आएको ग्रेड जिपिए 3 आएकोलाई B+ भनेको थियौँ, 2 आएकोलाई C+ भनेको थियौँ, 1 जिपिए आएकोलाई चाहिँ NE भनेको थियौँ। फेल। यसरी चाहिँ हामीले चाहिँ घन्टौँ लाग्ने काम केही क्षणमै एक्सेलमा गर्न सक्छौँ। त्यसैले हामीले फर्मुलाहरू सिक्न जरुरी छ। एक्सेलका फर्मुलाहरू सिक्यो भने हामीले चाहिँ कुनै पनि कम्पनी वा कुनै पनि क्षेत्रमा राम्रोसँग काम गर्न सक्छौँ। त्यसको लागि हजुरहरूले फर्मुला युज गर्न सिक्नुपर्छ, जान्नुपर्छ, बुझ्नुपर्छ। फर्मुला बुझ्न गाह्रो छैन। दैनिक हामीले प्रयोगमा ल्याउँदै गऱ्यो, सिक्दै गऱ्यो, प्र्याक्टिस गर्दै गर्नुभयो भने चाहिँ हजुरहरूले 1 घन्टामै फर्मुला राम्रोसँग बुझ्नुहुन्छ। यदि हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने भिडियोलाई लाइक, कमेन्ट र साथीहरूलाई सेयर गर्नुहोला। साथै म अब अरू च्याप्टरमा यसरी नै यस्तै एडभान्सहरू फर्मुलाहरू ल्याउँदै गर्नेछु। लाइक सब्स्क्राइब चाहिँ अवश्य गर्नुहोला। साथै जाँदै म के भन्न चाहन्छु भने हजुरहरूले भिडियो राम्रोसँग सिक्नुभयो र निरन्तर हेरेर फर्मुलाहरू प्रयोग गर्न र पाइ चार्टदेखि लिएर ड्यासबोर्डहरू बनाउन सक्नुभयो भने चाहिँ हजुरहरूले इजिली अनलाइनमै डाटा इन्ट्री वा डाटा एनालाइसिसको काम गर्न सक्नुहुनेछ। आफूले सिकेको कुराहरू हजुरहरूलाई नि सरल भाषामा सिकाउने कोसिस गर्दैछु। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धन्यवाद।